Hey guys, welcome back to another vlog. सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु, हजुरको मम ड्याड पनि सन्चै हुनुहुन्छ होला, एकदम सन्चै हुनुहुन्छ होला। म होप गरिरहेको छु। आज चाहिँ गाइज म चाहिँ जान लाग्यो, अब टिकटकमा कन्टेन्ट दिनु पर्यो कि यस्तै बसेर भएन, अब टिकटकमा यस्तो दमदार कन्टेन्ट दिनु पर्यो। अनि यो आएको छ मेरो भान्जा यहाँ लुई गएर, अनि म चाहिँ सोनमको घर जान लाग्छु, किनकि त्यही हो नि मेरो सिकार यार। त्यसलाई म केटी बनाउँछु अनि आफू केटा बनेर एक्टिङ गर्छु नि। ल गाइस, सोनमको घर चाहिँ म हिँडेको, अहिले हजुरहरूलाई देखाउँछु के कस्तो हुन्छ। हेर्दै गर्नु है ब्लग, दामी। लाइक सेयर गरिदिनु फटाफट। ल गरिदिनु भयो, धन्यवाद छ है। म चाहिँ गाइस हिँडिसकेँ क्रस फायर लिएर। यो चाहिँ मेरो क्रस फायर हो। यहाँ पछाडि बुलेटमा आइरहेको छ एकजना बाबु, अगाडि देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो गाउँको सबभन्दा कबाड लाग्छ मलाई कसम भने। केमा MP40 ए कतिमा टप कतिमा? अनि आँखा चाहिँ किन खुल्दैन यार, यस्तो घाम छ आँखै खुल्दैन यार। पौडी खेल्न गइजान्छु मलाई सट्यो भने। अनि यता हेर्न म त पौडी खेल्न गयो भएपछि म जाने। पौडी खेल्न जाने किन लाज मानेको छ? पौडी खेल्न जाने एउटा टालमा डुबाउँछ यार मलाई, त्यहाँ डुबाउँछ। अहिले म देखाइदिन्छु, अहिले फेरि म देखाइदिन्छु फेरि भिडियोमा, तपाईँलाई थाहै छ। कस्तो घाम यार गाइज यार, तपाईँहरूको उता घाम छ किन भन्नु त यार, साइको जस्तो यार। ल गाइज, म चाहिँ अब सोनमको घर पुगेपछि कल गर्छु, बाटो हल्का अफरोडिङ छ। ल है गाइज हामी चाहिँ सोनमको घर पुगिसक्यौँ। यो मेरो भान्जा र म पुगिसक्यौँ। अनि यो पुगिसक्यो नि यार, यसलाई लिन आउनुपर्छ। यस्तो घाम छ यार, साइकलसम्म त क्रस फायरको चाबी यसलाई दिइसक्यो। अनि यो चाहिँ बुलेटमा हिँड्दा छ। हामी चाहिँ अब यस्तो सरप्राइज दिनु, योमा बस्ने हो। स्याबास, सिम्पल आयो पनि भान्जा त दामी रहेछ त यार, आज्ञाकारी भान्जा। सरप्राइज छ यो गाइज। हामी चाहिँ जान लाग्छौँ पौडी खेल्न। अब म चाहिँ पौडी खेल्नुपर्छ नि कसम भनेर देखिहाल्छ कि फेटारो। अनि पौडी खेल्दाखेरि फेटा गयो, म त झरेर बाटो यस्तो छ। मलाई फोन खस्यो भने म खस्या त केही भएन नि, मलाई फोनमा खस्नु पऱ्यो त। अनि त्यो साईको चाहिँ कता भाग्यो यार, कस्तो साईको मान्छे यार। पक्का त्यो लक्की बोलाउनु गएको पक्का त्यो। यो चाहिँ श्यामुको घर हो यार, श्यामुको घर। श्यामु ओ दिनेश गएको के थियो? यो चाहिँ सोनमको घर हो, यो तलवाला। यो पहिलाको एक्स घर, अरू त केही एक्स छैन, यही हो नि एक्स। हामी दामी कन्टेन्ट दिनु। ल गाइज, अब चाहिँ हामी हजुरहरूलाई भेट्छौँ। ल चाहिँ यसको मिज्जूको घर छ। को मिज्जू? दोर्जे। त्यो नाम पनि दोर्जे हो नि, रियल नाम त होइन? कस्तो घरको नाम? तेरो पनि रियल नाम दोर्जे हो नि? कस्तो घरको नाम? हजुर के भो, कस्तो घाम छ नि बाजे? घाम कस्तो छ नि? लास्ट घाम छ, अब जानु पर्यो। ल गाइज, यस्तो घाम छ नि कस्तो। समात्न फटाफट यार, कस्तो साइको छोपीले। ओए भाइ, यो जुरेलीको बच्चा क्या ना? सिन्टाला ए उड्न आयो। अहिले चाहिँ हामी कहाँदेखि खस्यो? हिँडिरहेको माथि खस्यो जस्तो लाग्यो, के उड्ने ट्रेनिङ लगिरहेछ। हेर गाइज यार, हामी चाहिँ मलाई मस्त हिँडिरहेको थियौँ। मलाई सोनमले देखिने यार, कस्तो दामी छ। खतरा न यसलाई कहीँ लगाउँ अब ल। यसलाई चाहिँ हामी अब सेफ्टी ठाउँमा छोड्छौँ। यो हेर्नु न, यस्तो जङ्गलमा मुला त्यहाँ छोडिदिउँ न। मुला बाबाजी हेर्नुहोस् न, हर साइड मुला चरालाई चाहिँ हामी सेफ्टीमा राखिदिन्छौँ। अब यस्तोमा त दामी राखिदिनु, यसलाई मस्त बस्छ। छोडा मुला पानी पिलाऊ यसलाई, लगम पानी पिलाउँ यसलाई। चल फटाफट, टाइम छैन मुला। गाइज, हामी चाहिँ फाइनली खोला पुगिसकेको छौँ। अब हामी यस्तो पानीमा पौडी खेल्नु पऱ्यो हुन्छ, हल्का चिसो अघि मैले भर्खर नापेको।
अब चाहिँ हामी यहाँ पौडी खेल्छौँ। धेरै घाम भयो क्या, घरतिर बसेर पनि लास्टै गर्मीमा मर्न लाग्यो मान्छे। विकास दाइ चाहिँ यहाँ टेन्ट राख्ने बनाउन लाग्नु छ। श्यामु चाहिँ गइसकेको छ, म पनि एकछिनमा जान्छु अब। ना छेउछाउमा चिसो त्यो कसम जुगा रे हेर्नु न लाग्दैन जुगा जुगा हेर्नु कहाँ गएको बे छैन। हामी चाहिँ अब पौडी खेल्न लाग्छौँ एकछिनमा। ओए कहाँ गएको तपाईँको पछाडि जुगा खेल्दै क्या पहिला पिम्पलमा लगाउनु पर्छ यसलाई। कसको पिम्पल लाग्छ तिन दुईटा गाई। जब चाहिँ हामी पौडी खेल्न लाग्छौँ ल विकास चाहिँ मोबाइल कहाँ राख्ने भन्नु। म चाहिँ गोरु मान्छे हो जस्तो काममा श्यामु अहिले चाहिँ मैले यस्तो डुब्की लगाएँ नि कसम भने पानी भित्र पस्यो अनि माछा निकाल्दै हेर्नु न। कसम भने पौडी त यस्तो दामी खेल्छु नि मैले। भर्खर म गहिराइमा गएको थिएँ, लास्ट गहिरोमा तल्लै डुबेँ। त्यहाँनिर बहुत गहिरो छ के गाइस। भित्र गएँ अनि माछा समात्दै नि मैले। हेर्नु न 2-4 टेस्ट त समाते त भइहाल्यो नि हामीलाई पार्टी। कसम भने हो कि न मगरमच्छ हो गाइस। 2-4 टा अझै यस्तो समातौँ अनि पार्टी चाहिँ भइहाल्छ नि। जिउँदैछ अहिले पनि। ल गाइस तपाईँहरू हेर्दै गर्नु। अब चाहिँ हामीहरू माछा मार्छौँ अनि धेरै माछा भयो भने पकाएर खान्छौँ, त्यो पनि देखाउँछौँ हजुरहरूलाई। धेरै मारेनौँ भने त यो पनि छोडिदिनौँ। अनि भ्लगलाई चाहिँ हेर्दै गर्नु है, सेयर पनि हानिदिनु। फटाफट मौसम कस्तो भयो यार यस्तो दाद। फाइनल चाहिँ गाइस हामीले माछा यति धेरै मारे नि मैले मात्र दुईटाले त मार्नै सकिनँ यार। कसम भने हेर न यो बोतलभित्र कति ठुल्ठुला छन् मुला। अहिले चाहिँ यसलाई फ्राई गरेर यस्तो दामी खानुपर्छ नि। अनि म त कक्षामा छु नि, म देखाउनु सक्दैन फेरि बिहान भइहाल्छ नि आइदि त। तर मैले मार्यो भने कसम हेर न लगभग मुला 1 पाउ त भइगयो होला होइन। फाइनली गाइस हामी चाहिँ यहाँ पुगिसक्यौँ। अब हामी माछा बनाएर खान्छौँ एकछिनमा हजुरलाई देखाउँछु। यहाँ माछा छिल्न लाग्न छ श्यामु र विकास दाइले। फाइनल चाहिँ गाइज हामीले माछा भित्रदेखि मालहरू निकालिसके, गन्दा मालहरू, फोहोर मालहरू। अब चाहिँ पकाउनु पर्छ। पकाउने पो को ल्याउनु ला? तँ पकाउँछ आन्न तँलाई तँ पकाउँछ गाइज। म पकाइदिन्छु जस्तो पाके पकाइदिन्छु म त। मलाई बाल भएन नि इन दुईटा डर लाग्छ भुट्ने त गएर दुःख गरे मेहनत फल मिठा होता है। सिङ्गमको काम छैन नि अब मलाई मासु खाने हो नि। अब के चाउचाउ पनि रहेछ चाउचाउ पनि त रहेछ होइन। कसले किन मैले त किन ए बल्लै याद आयो नि मलाई। 40 रुपियाँ खर्च भएको नि यार त्यस्तै। कति 40 रुपियाँ। ल गाइस अब चाहिँ पैसा त मैले भेटाउने। अरे यस्तो भएको थियो कि गाइस बिहान पैसा हरेर रहेछ मेरो 50 रुपियाँले भेटा रहेछ। त्यसले किनिदिएको नि मैले चाउचाउ। मलाई आफ्नै पैसा मलाई बाल भएन नि। कालो भइदिने हो नि एक दिनमै। पौडी खेल्न अब चाहिँ पकाउनु पर्यो। अब के गर्ने श्यामु? फ्राई गर्ने कि मसाला फ्राई? और हामी चाहिँ यो भान्जाको त्यसमा आछौँ घरमा। भेटाएको खुत्री चाहिँ यही हो नदेखा त्यो लाइभ हैन। ओ दिनेश भान्जा मैले अस्ति भेटाएको। पहिला म पनि बडी बनाउँथेँ नि हेर। त बडी हो नि पहिला त बडी बिल्डर हो नि पहिला त म त के हो गाइस। ल स्मार्ट तामी अब चाहिँ पकाउनु पर्छ है। श्यामु भान्जा चाहिँ गइसक्यो उता लिएन। अनि पारी चाहिँ खेजु त्यो रोपिरा रहेछ यार। जानुपर्छ क्या म पनि रोप्न यार। तर रोप्न आउँदैन त्यही हो नि मलाई। नगइहाल्थ्यो बिचारहरूको हेल्प गर्न। तर अर्को शनिबार चाहिँ दमदार गर्नुपर्छ गाइस। अर्को शनिबार हामी फेरि दमदार पार्टी हुनेवाला छ। त्यो दिन चाहिँ हामी दर्रो पार्टी गर्छौँ। त्यो पनि हेर्नुको लागि हजुरहरूले च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला अनि दामी कमेन्ट लेखिदिनु है गाइस। कसम भने हजुरहरूले कमेन्ट लेख्यो भने जोस आउँछ नि मलाई। के भन हजुरहरूले यस्तो सपोर्ट देखाउनु भयो भने म त पब्लिकमा गएर पनि नाच्दिन्छु कसम भने। ल हेर्दै गर्नु है हजुरहरू। गाइस फाइनली हेर्नु न क्या दामी बनाएँ नि मैले। पनि हाल्नु न त गु जस्तो देखेको यार। हाल फटाफट दामी मजा आएर है त्यो अड्डाउनु हुँदैन।
धेरै देखाउनु तपाईँहरूको मुखमा पानी आउँछ त्यो भएर धेरै देखाउनु यो खाएर चाहिँ अनि धनीले माछा सिङले माछा हजुरहरूलाई भेट्छु यो खायो भने तपाईँले देखाउने होइन कि मुखमा पानी आयो भने ल ल है हेर्नु न अड्डी पछि भेटौँ ल दामी पार्टी गरेँ नि मैले कस्तो लाग्यो तँलाई धेरै भए त मजा आउने नि हो गाइस मस्त अब चाहिँ मम्मीले कल गर्नुभयो मलाई आइज छोरा चल्ला चाहिँ त्यो चल्ला काट्ने गरेँ त्यो चल्ला काट्न जान लाग्छु नि अब म त आइज छोरा फेरि अब दिनमा पनि मासु बिहान बिहान कहाँ खाँथेँ मैले मासु खाएँ मैले पनि अब रातिको पनि मासु हुन्छ नि मासु खाने दिनभरि मासु खाने हुँदैन निमा गाइस फाइनल चाहिँ म चाहिँ घर पुगिसकेँ मम्मी चाहिँ गोठाले जानुभएको रहेछ अनि कोर्पे यहाँ न योलाई चल्ला समात्ने मम्मी चाहिँ हुँदो रहेछ गोठाले जानुभएको छ अब हामी चाहिँ यता कुन चल्ला भन्नुभएको थियो मम्मीले चल्ला पनि धेरै छ नि 2-3टा यहाँ न कान्छा ओ क्यामेरा साफ गर्नु ओ थोते यहाँ कता गयो बे त्यो चल्ला मुला चल्ला पनि लुइगयो क्या कतै यार थाहा पाइसक्यो क्या मेरो काल आइसक्यो भनेर खोज त्यसलाई फटाफट कहाँ चल फटाफट हिँड्न लुतो लाग्यो जस्तो यार चल्लामा कस्तो लुग्ने यार अहिले भरि यहाँभरि खोजेँ मैले थिएन यहाँ आएको रहेछ त यहाँ यो त म च्याप्पै बाँड्नु दामी हो नि आज त तेरो काल आएको नि यहाँ समातेर देखि आइरहेको छु मलाई समात भनिरहेको छु त्यहाँ हेरिरहेको छु मलाई पागल समात बस यसको आज कटिङ हुन्छ कटिङ हाँस्ने पकडमा साइको जस्तो नभाग भनिरहेको छु साइको जस्तो मुला खाइदिउँ मैले साइको जस्तो मुला नभाग भनिरहेको छु पागल जस्तो यार भागिरहेको छ मुला साइको जस्तो ल गाइज यसलाई लगेर चाहिँ अब ठुल मम्मीको घरतिर जान्छौँ अब त्यो कार्यक्रम चाहिँ यसले गर्छ काट्नु कुट्ने म चाहिँ काट्दैन यार यस्तो मन सानो छ नि मेरो कसम भने बिचारा के गर्ने अब यसको अन्तिम दिनु बाल भएन नि यो मऱ्यो भने अर्को जिउँदो भइहाल्छ नि अर्को छ बाल भएन नि बालले फरक तर तँ मर्छ आज भाइ तँलाई मैले अन्डा पनि नदिने त चोर बिरालो जस्तो छ न तँ के गर्ने न यसले अन्डा दिन्छ के काम तेरो पालेर भन् त भाइ भाइ न बहिनी के काम तेरो न तैँले अन्डा दिन्छेस् अस्ति सर्प घुस्न लाग्यो क्या नकराउने के यसले अरू माउ भए त अरू माउ त कराइहाल्ने नि यो नकराउने फेरि त्यहाँनिर सर्प थियो के काम हो यसको पालेर फाल्तुमा दाना सकिने घरको रासन मात्रै सकिने गाइस फाइनल चाहिँ म चाहिँ ठुलो मम्मीको घर पुगिसक्यो अनि हामीले चाहिँ आगो बालेर पनि पानी चाहिँ बोइल गर्न राखिसक्यौँ अनि अब चाहिँ चुल्ला काटेर चाहिँ हामीले पकाउनु पर्छ त्यो चाहिँ हजुरहरूलाई नेक्स्ट भिडियोमा देखाउँछु किनकि भिडियो यस्तो लामो भइसक्यो नि कसम भने 1 घन्टा पुग्न लागेको कि भिडियो कति काट्ने त मनै लागेको छैन नि एडिट गर्न मनै लागेको छैन अनि भिडियो काट्नुपर्छ काट्यो भने लगभग 30-40 मिनटको भिडियो बनिहाल्छ अनि त्यसलाई काटे लगभग हामीले 12-13 मिनटको चाहिँ भिडियो बनाउनु पर्छ कि अनि यो मासु खायो यो गरेर हाल्यो भने मैले 1 घन्टाको बनिहाल्छु नि भिडियो त्यो चाहिँ म हजुरहरूलाई नेक्स्ट ब्लगमा देखाउँछु यसले त दामी काम गर्छ नि कोही केटी छ भने कन्ट्याक्ट गरौँ न फटाफट के गर्नुपर्छ कि फटाफट ल गाइस आजको ब्लगको लागि यति नै नेक्स्ट ब्लगमा हेर्नु होला हामी चाहिँ मासु कसरी पकाउँछौँ कसरी खान्छौँ त्यो चाहिँ हजुरहरूलाई नेक्स्ट ब्लगमा देखाउँछौँ अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला दामी कमेन्ट छाडेर जानु होला किनकि कमेन्टले चाहिँ यस्तो मोटिभेट लाग्छ नि कसम भने ल गाइस सब्सक्राइब गरिदिनु होला मिलौँ नेक्स्ट भिडियोमा तब तकको लागि गुड बाई लभ यु गाइस जय नेपाल।